साथीहरू मेरो युट्युब च्यानलमा स्वागत छ। आज हामी कक्षा 8 को टप 10 सेट जसलाई बिएलडी भन्छौँ त्यसमा पर्ने समूह पाठ पहिलो पाठ हो। समूह पाठको हामी केही समस्यालाई समाधान गरी त्यसलाई सरल रूपमा बुझ्ने प्रयास गर्छौँ। सर्वप्रथम बुझौँ समूह भन्नाले के हुन्छ। स्पष्ट रूपमा छुट्याउन सक्ने कुनै पनि वस्तु तथा संख्याहरूको संग्रहलाई समूह भनिन्छ। जस्तै हामीले यहाँ प्रयोग गरेर बुझ्न सक्छौँ समूह कसरी लेखिन्छ। जस्तै यहाँ सोध्न सक्छ ए इक्वल टु समूहका प्राकृतिक संख्या 10 समूहका प्राकृतिक संख्याहरू हामीले यसलाई यसरी लेख्ने। प्राकृतिक भनेको गन्तीका संख्याहरू यहाँ लेख्ने 1 2 3 4 5 6 7 8 9 10 यो हाम्रो प्राकृतिक संख्या। यहाँ 10 सम्मका सोधेछ त हामीले 10 सम्मसम्म मात्र लेख्छौँ र यस अन्तर्गत यसरी पनि सोध्न सक्छ ए इक्वल टु 2 3 4 र बी इक्वल टु 4 5 6। हाम्रो प्रश्न यस प्रकार रह्यो भने ए 2 3 4 ए मा पर्ने समूहहरू 2 3 4 र बी मा पर्ने समूहहरू 4 5 6 हुन् भने यसले यसरी सोध्न सक्छ ए र बी कस्ता समूह हुन् भनेर सोध्न सक्छ। भने ए र बी खप्टिएको पनि हुन सक्छन् अलियोग पनि हुन सक्छन्। त हामीले यसले पहिला बुझौँ खप्टियोग र अलियोग समूह भन्नाले के हुन्छ। खप्टियोग भन्नाले यदि दुईवटा समूह बीच साझा सदस्य छन् भने त्यसलाई खप्टियोग समूह भन्छौँ र साझा सदस्य छैन भने अलियोग समूह भन्छौँ। त हामीले यसमा हेर्छौँ भने पहिला हेर्छौँ साझा सदस्य छ कि छैन। साझा सदस्य छ भने त्यसलाई खप्टियोग समूह भन्छौँ र साझा सदस्य छैन भने त्यसलाई अलियोग समूह भन्छौँ। यसमा हेरौँ साझा सदस्य छ कि छैन। दुवैमा एउटै संख्या परेछ कि परे छैन। यसमा 2 परे छैन, 3 परे छैन, 4 परे छ। 4 र 4 दुवैमा छ भने यसमा के छ साझा सदस्य छ भनेर कस्तो समूह हो खप्टियोग समूह हो। किनभने यसमा साझा सदस्य छ। र यदि यहाँ 4 नभएर यहाँ 1 हुन्थ्यो भने यहाँ 4 नभएर 1 हुन्थ्यो भने त्यसमा साझा हुन्थेन। यसमा साझा नभएको कारणले कस्तो समूह हुन्छ अलियोग समूह हुन्छ। किनभने यसमा साझा सदस्य छैन। साथै यसमा यसरी पनि यस अन्तर्गत यसरी पनि प्रश्न सोध्न सक्छ समूह बी अथवा ए को उपसमूह लेख्नुहोस्। त उपसमूह लेख्ने तरिका यसको एउटा सूत्र छ। यसमा जस्तै 3टा सदस्य बी समूहमा 3टा सदस्यहरू छन्, 3टा नम्बर छ यस अन्तर्गत। त यसको एउटा फर्मुला छ 2 को पावर n। यस फर्मुलाबाट हामीले बनाउन सक्छौँ बी का कतिवटा उपसमूह बन्न सक्छन्। त 2 को पावर n त हाम्रो नम्बर 2 यहाँ नम्बर चाहिँ बी को 1 2 3 यहाँ 3 अनि 2 को पावर 3 गर्यो भने 8 हुन्छ। यानी कि समूह बी को 8 वटा उपसमूह बन्छ। उपसमूह यसरी लेखिन्छ बी को उपसमूहहरू बी को उपसमूहहरू लेख्दा पहिला हामीले खाली लेख्ने त्यसपछि एक एकवटा नम्बर भन्ने एक एकवटा भरेपछि दुईवटा भरेपछि 3वटा उपसमूहमा लेखिन्छ। त यहाँ पहिला 1 लेख्ने त्यसपछि 5 त्यसपछि 6। यो त हाम्रो एउटा पहिला खाली लेख्ने त्यसपछि एउटा नम्बर। त 3टामा 1 2 3 1 5 6 लेख्यौँ हामी 3वटा। अब दुईटा 1 2 1 6 1 2 1 5 1 6 हाम्रो चाहिँ दुईटा भयो 1 5 1 6 भयो।
अब हामीले लेख्छौँ 5 6 5 6 त्यसपछि हाम्रो दुईटा भयो अब त्यता छैन अब तीनटैलाई लेखिन्छ 1 5 6 यो हाम्रो भयो उपसमूह अब हामीले फर्मुला अनुसार पनि हेर्न सक्छौँ यहाँ उपसमूह चाहिँ 8वटा बनेछ हामीले यहाँ पनि हेर्न सक्छौँ 1 2 3 4 5 6 7 8 हाम्रो 8वटा चाहिँ उपसमूह बन्यो त्यस अन्तर्गत यसरी पनि सोध्न सक्छ बी को उपयुक्त उपसमूह उपयुक्त र अनुपयुक्त भनेर पहिला हामी बुझौँ उपयुक्त भन्नाले सर्वव्यापक समूहका केही सदस्यहरूलाई हटाई बनाइएको समूहलाई उपयुक्त उपसमूह भन्छ र अनुपयुक्त उपसमूह भन्नाले सर्वव्यापक समूहका केही सदस्यलाई घटाई बनाइएको समूहलाई सर्वव्यापक समूहका सबै सदस्यहरूलाई बनाइएको समूहलाई अनुपयुक्त उपसमूह भनिन्छ र सर्वव्यापक समूहका केही सदस्यहरूलाई घटाई बनाइएको समूहलाई अनुपयुक्त उपसमूह भनिन्छ र बी को उपयुक्त उपसमूहहरू बी को चाहिँ उपयुक्त उपसमूह भन्नाले केही सदस्यहरूले घटाए यसमा तीनटै जुन लेख्यौँ हामी त्यही घटाइदिने र सबै लेखिदिने यानी कि यसको चाहिँ बी को चाहिँ 8वटा उपसमूह बन्छ यसमा एउटा घटाइयो भने के बन्छ कति हुन्छ 7 र 7वटा चाहिँ उपयुक्त बन्छ र जुन एउटा यो घटाए हामी त्यो चाहिँ अनुपयुक्त हुन्छ यहाँ हामी लेख्न सक्छौँ पहिला खाली यसैबाट अब हेरेर लेख्न सक्छौँ बी को उपसमूह चाहिँ 8वटा भन्यो एउटा घटायो भने यही नम्बर तीनटै घटाइदियो भने एउटा यो घटायो भने के बन्छ हाम्रो उपयुक्त उपसमूह खाली त्यसपछि 1 त्यसपछि 5 त्यसपछि 6 त्यसपछि 1 5 त्यसपछि 1 6 त्यसपछि 5 5 6 यो हाम्रो चाहिँ भयो उपयुक्त समूह र यो जुन लास्टमा हामी छाड्यौँ त्यो चाहिँ एउटा अनुपयुक्त हुन्छ अनुपयुक्तमा जे छ प्रश्नमा जे दिन्छ त्यही नै लेखिदियो भने त्यो अनुपयुक्त हुन्छ र उपयुक्तमा त्यसलाई घटाएर 8वटा उपसमूह बन्छ र एउटा घटायो भने उपयुक्त उपसमूह बन्छ हाम्रो यो चाहिँ उपयुक्त उपसमूह बन्यो यहाँ हेर्न सक्छौँ 1 2 3 4 5 6 7 7वटा चाहिँ उपयुक्त उपसमूह बन्छ र यहाँ बी को अनुपयुक्त अनुपयुक्त उपसमूह भन्नाले जति छ त्यति नै लेखिदिने त्यो चाहिँ के हो अनुपयुक्त उपसमूह जसरी यहाँ हामीले एउटा छाड्यौँ यहाँ घटाएछौँ यो त्यही नै के हो अनुपयुक्त 1 5 6 हाम्रो चाहिँ यो अनुपयुक्त उपसमूह बन्यो यसरी हामीले समूह पहिलोचोटि हामी समूह पढ्यौँ समूह भन्नाले स्पष्ट रूपमा छुट्याउन सक्ने कुनै पनि वस्तु तथा संख्याको संग्रहलाई समूह भनिन्छ र समूहको एउटा उदाहरण हेर्यौँ एक्जाम्पल भने यहाँ 1 को 10 सम्मको प्राकृतिक संख्या 1 देखि 10 सम्म गिन्तीका संख्या लेख्यौँ त्यसपछि यहाँ ए र बी दुईटा समूह दियो र त्यसमा सोध्यो बी को उपसमूह भनेको जति बन्छ उपसमूह निस्काउने उपसमूह बनाउने तरिका यो एउटा फर्मुला छ 2 to the power n जतिवटा जुन समूहको सोध्यो त्यो समूहमा जतिवटा संख्या हुन्छ त्यति त्यो पावरमा लगाइदिने यानी कि यहाँ 3टा नम्बर छ 1 2 3 त 3n को ठाउँमा 3 राख्यो भने 8 हुन्छ 8वटा बी को चाहिँ 8वटा उपसमूह बन्छ र एउटा घटाइयो भने त्यो एउटा घटायो भने 7वटा बढ्छ त 7वटा छ त्यो बी को चाहिँ उपयुक्त उपसमूह भने थिएँ मैले सर्वव्यापक समूहका केही सदस्यलाई घटाए त्यसमा हामीले एउटा घटाइदियौँ जुन प्रश्न छ त्यो घटायो भने त्यो उपयुक्त उपसमूह बन्छ र फेरि हामी अनुपयुक्त पढ्यौँ अनुपयुक्तमा चाहिँ जे थियो त्यही लेखिदिने
यदि हामीले यहाँ एउटा घटाएछौँ, जे घटाएछौँ त्यही लेखिदियौँ भने त्यो अनुपयुक्त समूह बन्छ। यसरी हामीले यो प्रश्नमा यति बुझ्यौँ र हामी चाहिँ कक्षा 8 को समूह पाठको पहिलो प्रश्न समाधान गरी त्यसलाई सरल रूपमा बुझ्ने प्रयास गर्छौँ। हाम्रो प्रश्न चाहिँ यस प्रकार रहेको छ।